यदि हजुरहरूलाई एआईदेखि भिडियोज कसरी बनाउने भन्न आउँदैन भने यो भिडियो चाहिँ पुरा हेर्नुहोला। मैले चाहिँ जेमिनाईदेखि एआई भिडियोज कसरी बनाउने भनेर यो भिडियोमा चाहिँ पुरा बताएको छु। र यदि हजुरहरूलाई अरू पनि यस्तै चाहिन्छ भने चाहिँ सब्सक्राइब गरेर राखिदिनु होला। पछि पनि यसमा चाहिँ यसै टाइपको भिडियोहरू अपलोड भइरहेको हुन्छ। भिडियो चाहिँ हामीले दुई तरिकाले बनाउन मिल्छ। एउटा रहेको छ तपाईँले टेक्स्ट टु भिडियो र अर्को रहेको छ इमेजदेखि भिडियो। र टेक्स्टदेखि भिडियो बनाउँदाखेरि र इमेजदेखि भिडियो बनाउँदा चाहिँ के डिफ्रेन्ट हुन्छ भन्दा, फर इक्जाम्पल मैले बनाएँ टेक्स्टदेखि भिडियो भने कस्तो हुन्छ भन्दा, मैले एउटा भिडियो क्रिएट गरेँ, 8 सेकेन्डको बन्यो। अब अर्को भिडियो मैले बनाउन थालेँ, फेरि त्यो पनि 8 सेकेन्डको बन्छ। 8 सेकेन्डभन्दा बढीको यसमा बन्दैन। हामीले 8 सेकेन्डको भिडियो बनाउँदै हामीले जोड्नेछौँ। तर त्यसमा चाहिँ कस्तो हुन्छ भन्दा, मैले 8 सेकेन्डको एउटा भिडियो बन्यो अनि अर्को भिडियो बनाउँदाखेरि त्यसमा क्यारेक्टर अर्को आइदिन्छ अनि त्यसपछि त्यसको भोइस पनि अर्को भइदिन्छ। त्यसकारण हाम्रो भिडियो नै ओरिजिनल देखिँदैन फरक भएपछि। त्यही भएर जहिले पनि हामीले 8 सेकेन्डको भन्दा बढीको भिडियो बनाउनु पऱ्यो भने, दुईवटा भिडियो जोडेर टाइपको बनाउनु पऱ्यो भने जहिले पनि पहिला हामीले इमेज जेनेरेट गर्नेछौँ। इमेज जेनेरेट गर्नको लागि मैले एउटा प्रम्प्ट दिइसकेको छु च्याटजिपिटीलाई। र जहिले पनि प्रम्प्ट लेख्न चाहिँ च्याटजिपिटी नै युज गर्नु होला। च्याटजिपिटीले एकदम पर्फेक्ट प्रम्प्ट लेखेर दिन्छ। मैले प्रम्प्ट चाहिँ यस प्रकारले लेखेको छु, हेर्न सक्नुहुन्छ। मलाई एउटा इमेज को लागि प्रम्प्ट दियो, जसमा 25 इयरको बोय बिहानको समयमा ब्लग गर्दै हिँडेको छ। एउटा हातमा फोन छ र अर्को हातबाट चाहिँ केही बताइरहेको जस्तो छ। उसले ब्लू ज्याकेट लगाएको छ, ब्याकग्राउन्ड गाउँको जस्तो, ऊ बजारमा हिँडिरहेको जस्तो भनेर मैले एउटा प्रम्प्ट दिएको छु है त। अनि मैले प्रम्प्ट दिएपछि चाहिँ यहाँ आइसक्यो। यसलाई हामी कपी गर्छौँ र हामीले यो प्रम्प्ट जहिले पनि इङ्ग्लिसमै दिनुपर्छ। हामीलाई इङ्ग्लिस नै आउँछ भन्ने पर्दैन। हामीले मस्त नेपालीमा लेखेर इङ्ग्लिसमा जेनेरेट पनि गर्न सक्छौँ, इङ्ग्लिसमा लेखेर नेपाली पनि गर्न सक्छौँ। हामीलाई अब सकेसम्म हामीले अपलोड गर्न नेपाली नै भिडियो बनाउँछौँ, त्यही भएर नेपालीमै मस्त लेख्दा हुन्छ है त, केही फरक पर्दैन। प्रम्प्ट कपी गरिसकेपछि हामी यहाँ गएर हामी जेमिनाई भनेर सर्च गर्छौँ सबैभन्दा पहिला त। अनि जेमिनाई भनेर सर्च गरिसकेपछि फर्स्ट वेबसाइटमा जानेछौँ फर्स्टमै, र क्रिएट अ इमेजमा क्लिक गर्नेछौँ र अघिको हाम्रो प्रम्प्ट चाहिँ पेस्ट गर्नेछौँ है त। र यो इमेज बनाउनुको लागि चाहिँ हामीले कुनै प्रो भर्जन चाहिँ हुन पर्दैन। यदि हामीले फ्री नै चलाउँछौँ भने पनि मजाले युज गर्न मिल्छ, कुनै इस्यु हुँदैन। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ प्रो भर्जन हो र मैले यसबाट चाहिँ भिडियो बनाउन सक्छु। यदि तपाईँहरू प्रो भर्जन होइन भने चाहिँ यहाँ यो क्रिएट अ भिडियो VO3 भनेर यसरी चाहिँ देखाउँदैन। अनि यिनीहरू चाहिँ अलिकति देखाउँदैन र यसले चाहिँ एउटा राम्रो फोटो पनि जेनेरेट गरिसकेको छ। यदि यो फोटो मन परेन भने अरू पनि जेनेरेट गर्न सक्नुहुन्छ फोटोहरू, र मलाई चाहिँ यो फोटो ठिकै लाग्यो। आज चाहिँ मैले यस भिडियोमा जेमिनाई मात्रै चलाउन सिकिरहेको छु, त्यही भएर म जेमिनाईको मात्रै बताउने छु। यसपछि हजुरहरूलाई अरू पनि एआई भिडियोज अथवा फोटोजहरू जेनेरेट गर्न अरू पनि चिजहरू चाहिन्छ भने मलाई कमेन्टमा भन्नु होला नेक्स्ट भनेर, म चाहिँ अरू पनि ल्याउने छु। आज चाहिँ जेमिनाईमा मात्रै हामी हेर्नेछौँ है त। र हाम्रो फोटो त रेडी भइसक्यो, अब हामी प्रम्प्ट रेडी पारौँ न त भिडियोको लागि। अब भिडियोको लागि मैले यहाँ भनेको चाहिँ मलाई 8 सेकेन्डको भिडियो बन्ने तरिकाले, हेर्नु 8 सेकेन्डको भिडियो बन्ने तरिकाले किन भनेको भन्दा, हामीले एआईदेखि चाहिँ 8 सेकेन्डभन्दा बढीको भिडियो बनाउन मिल्दैन। हामीले त्योभन्दा 20 सेकेन्ड 25 सेकेन्डको भिडियो बनाउनु छ भने 8 सेकेन्डको भिडियो 3टा 4वटा बनाएर त्यसलाई जोडेर बनाउने छौँ है त। किनभने अहिले चाहिँ 8 भिडियोको भिडियो बन्ने तरिकाले नेपालीमा प्रम्प्ट दियो, जसमा ऊ बाटोमा हिँड्दा हिँड्दै ठेलामा चिया पिउन लागेको र उसले जाडोको बेला बिहानको टाइममा चिया पिउनुको मजा भन्दै बताइरहेको लगभग 20देखि 25 सेकेन्डको ब्लग बन्ने तरिकाले प्रम्प्ट देऊ भन्नु भने यहाँ प्रम्प्ट लेखेँ है त। अब तपाईँहरूलाई चाहिँ अब कुन तरिकाको चाहिन्छ, हजुरहरूको बिजनेसको लागि हो भने बिजनेसको प्रमोसन गरेको
यो गरेको, जस्तै अब हजुरको फोन पसल हो भने हातमा फोन छोपेर त्यसको बारेमा बताइरहेको, यो फोन छोपेर, अथवा कुनै बिजनेस हो भने अथवा होटेल रेस्टुरेन्ट हो भने हाम्रोमा यो पाइन्छ भनेर भनेको, त्यो तरिकाले चाहिँ हजुरले प्रम्प्ट दिएर बनाउने हो है त। पुरै नेपालीमा मस्त लेखेर मलाई यस्तो यस्तो चाहियो। जसरी हामीले एउटा भिडियो एडिटरलाई एउटा भिडियो बनाइदिनु भनेर फोन गर्दाखेरि अथवा भन्दाखेरि चाहिँ हामीले मलाई यो चाहिन्छ है, यसरी यसरी गरिदिऊ भनेर भन्छौँ नि। यो लेखेको हुनु पऱ्यो, यो भनेको हुनु पऱ्यो भनेर भन्छ। त्यस्तै हामीले पनि च्याट चाहिँ भन्नु पऱ्यो प्रम्प्ट दिनको लागि। र जहिले पनि भन्दाखेरि चाहिँ 8-8 सेकेन्डको भिडियो बन्ने तरिकाले चाहिँ लेख्न पऱ्यो। अनि यहाँ एउटा कुरा, जस्तै मैले यो फोटो र मैले जेनेरेट गरेँ है, यसमा त यो एआईदेखि अटोमेटिक आएको फोटो छ। तर यहाँ कहिलेकाहीँ चाहिँ अब आफ्नै फोटो पनि युज गर्न छ भने चाहिँ आफ्नो फोटो पनि युज गर्न मिल्यो है त। सबभन्दा पहिला चाहिँ यो एडमा जाने, अपलोड फाइलमा गएर आफ्नो फोटो कुन हो त्यहाँबाट सिलेक्ट गर्ने, सिलेक्ट गरेँ। आफ्नो फोटो सिलेक्ट गरिसकेपछि प्रम्प्ट हाल्ने नि है त। अनि प्रम्प्ट हाल्दाखेरि चाहिँ आफ्नो फोटो हाल्न छ भने यहाँ चाहिँ मैले यहाँ लेखिरहेको छु प्रम्प्ट, यसमा चाहिँ के लेख्नु होला भन्दा फेस नबिगारिकन भनेर लेखिदिनु होला। अनि यसले चाहिँ फेस राम्रै तरिकाले गर्छ अनि बिगार्दैन, र हजुरकै आफ्नै फोटोमा चाहिँ स्टाइल बन्छ है त। इमेज त रेडी भइसक्यो। अब हामी यो प्रम्प्ट पनि हामीले दिइसक्यौँ है त। प्रम्प्ट पनि दिइसक्यौँ, कसरी दिने त्यो पनि हामीलाई थाहा भयो। प्रम्प्ट दिइसकेपछि कहिलेकाहीँ चाहिँ यस्तो भनेर यसरी बिगारिदिन्छ, यसरी यसरी दिइरहेको हुन्छ होइन। अनि यसलाई चाहिँ आफूले सच्याउनु पऱ्यो, नेपालीमा दे, अलिकति राम्रोसित दे भनेर। अनि यहाँ चाहिँ यसरी नेपालीमा दे भन्न थालेपछि चाहिँ यसरी दिइरहेको थियो, बिहानको समय 25 वर्षको केटा भनेर यसरी दिइरहेको थियो। अनि यसरी दिँदा चाहिँ अलिकति कन्फ्युज भइन्छ, बुझिँदैन। त्यही भएर मैले यसलाई फेरि भनेको छु कि डायलग एन्ड सिन्सहरू सबै सेपरेट सेपरेट राखिदिउँ न भनेर मैले भनेको छु। अनि यसलाई सिन्सहरू राखिदिएको छ, अनि त्यसपछि तल डायलग राखिदिएको छ। अनि हामीले सिन्सहरू अब चेन्जहरू गर्न छ भने पनि गर्दा हुन्छ। अनि डायलग पनि अब अरू अरू चाहिन्छ भने पनि चेन्ज गर्दा हुन्छ, कहीँ बिगारेको जस्तो लाग्छ भने। र हामी चाहिँ यो सिन वानलाई चाहिँ पहिला कपी गर्छौँ है त। सिन वानको बनाउँछु, यसबाट चाहिँ 8 सेकेन्डको भिडियो बन्छ हजुरको। अनि तपाईँलाई त इमेज त जेनेरेट भइसक्यो। मेरो त्यसमा चाहिँ भिडियो मैले अलरेडी बनाइसकेको थिएँ त्यो एकाउन्टबाट। त्यही भएर चाहिँ मेरो लिमिट सकिएको थियो, त्यही भएर म अर्को एकाउन्टबाट चाहिँ लगइन गरेर म हजुरलाई देखाइरहेको छु। सबैभन्दा पहिला चाहिँ हामी एडमा जान्छौँ र अपलोड फाइल गर्नेछौँ। एन्ड हामीले अघि डाउनलोड गरेको जुन थियो यो, यसलाई चाहिँ अपलोड गर्नेछौँ र हाम्रो प्रम्प्ट चाहिँ पेस्ट गर्नेछौँ है त। र यहाँ चाहिँ तपाईँले डाइरेक्ट, अनि म यहाँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, नमस्ते साथीहरू, यो बिहान हो, बिहे यसले सोध्छौँ त। मैले यहाँ लेखेको छु कि नमस्ते साथीहरू, यो बिहानको फ्रेस मर्निङमा म भ्लग गर्न आएको छु, तपाईँहरू आरामै हुनुहुन्छ होला। र एउटा प्रम्प्ट लेखिदिएँ, यहाँ फोटो हालिदिएँ। क्रिएट अ भिडियो अप्सन हो है त्यो, क्रिएट अ भिडियो चाहिँ गर्नु पऱ्यो। यसको लागि तपाईँले यहाँ माथि यो सिन्सहरू भयो, अनि यो बिहानको समय 25 वर्षको केटा बाटोमा हिँड्दैछ, यो तपाईँले चेन्ज गर्न मन लाग्यो भने चेन्ज गर्दा हुन्छ। चेन्ज गर्न नमन लाग्यो चाहिँ अब त्यतिकै राख्दा पनि हुन्छ। तपाईँले चाहिँ अब कुन तरिकाको आफ्नो बिजनेसहरूको दिनुभएको छ, त्यसरी नै अब हेर्नु होला त्यो चाहिँ। अनि यसलाई चाहिँ म बनाउनलाई सेन्ड गरिदिएँ। यो चाहिँ हाम्रो बनिरहेको छ। तबसम्म हामी हेरौँ टेक्स्टदेखि भिडियो कसरी बनाउने है त। टेक्स्टदेखि भिडियो बनाउनु चाहिँ एकदम सिम्पल छ। यो डाइरेक्ट अब भिडियो सेक्सन हामी यहाँबाट चुज गरिहाल्छौँ। एकछिन यहाँ जानेर भिडियो सेक्सन चुज गर्ने, अनि चुज गरिसकेपछि जुन हाम्रो प्रम्प्ट छ त्यसलाई चाहिँ पेस्ट गरिदिने। र इन्टर गरिदिएपछि यदि कुनै यो डायलगहरू चेन्जहरू गर्न छ, बिग्रेको जस्तो कहीँ छ भने चाहिँ त्यसलाई सच्याउनु पऱ्यो। अनि पेस्ट इन्टर गरिदिएपछि बन्छ। तर यसमा चाहिँ घाटा कस्तो हुन्छ भन्दा मैले अघि नै भने जस्तो, तपाईँको यो भिडियो बनाउनु भयो यसमा एउटा क्यारेक्टर आउँछ, अर्को भिडियो बनाउनु भयो त्यसमा अर्को क्यारेक्टर आउँछ। त्यही भएर जहिले पनि हामीले भिडियो बनाउँदाखेरि चाहिँ सकेसम्म पहिला फोटो नै जेनेरेट गर्ने के, फोटो नै क्रिएट गर्ने। किनकि कस्तो हुन्छ भन्दाखेरि हाम्रो यो फोटो चाहिँ अनलिमिटेड बन्छ, जति पनि बन्छ फरक पर्दैन, फ्रीमा पनि बन्छ। तर भिडियो चाहिँ हामीले दिनमा जम्मा 3टा भिडियो बनाउनु मिल्दैन त्यसबाट। अनि हामीले
भिडियोहरू बनायौँ तर हामीलाई मनै परेन त्यहाँको क्यारेक्टर कहिलेकाहीँ बुढो हालिदिएला अरे होइन, कहिलेकाहीँ नमिलेको जस्तो हालिदिएला अरे अनि हामीलाई मनै परेन। त्यही भएर जहिले पनि सकेसम्म चाहिँ फोटो नै अब जस्तै मलाई चाहिँ क्यारेक्टरले बनाइदिएको चाहिँ मन पऱ्यो कि मलाई यस्तै नै चाहिएको थियो गऱ्यो। यदि मलाई यो मन पर्दैन थिएन भने म फेरि जेनेरेट गर्थेँ, फेरि बनाउँथेँ। यदि मैले डाइरेक्ट यो मान्छे नबनाइकन बनाएको भए र त्यसमा मान्छे राम्रो नआइदिएको भए र मैले मैले भने जस्तो नआइदिएको भए चाहिँ मलाई मेरो चाहिँ त्यत्तिकै जान्थ्यो नि त। अब हामी एउटा भिडियो चाहिँ बनिसक्यो हामी हेरौँ है त। नमस्ते साथीहरू, यो बिहानको फ्रेस मर्निङमा म भ्लग गर्न आएको छु। तपाईँहरू आरामै हुनुहुन्छ होला। नमस्ते साथीहरू। हेर्नु यो भिडियो चाहिँ भइसक्यो, अब यसमा चाहिँ अलिकति बिग्रेको छ, एआईदेखि बनाएको अलिअलि त बिग्रिहाल्छ त्यो सिनहरू अलिअलिले गर्दा। तपाईँको हात चाहिँ अलिकति बिग्रेको छ र हामी अर्को यो चाहिँ एउटा प्रम्प्ट हो हामीले एउटा दिएको थियौँ, त्यसबाट भइसक्यो सिन 1 र हामी यसलाई डाउनलोड गर्छौँ यसलाई। अनि हामी अर्को सिन 2 थियो त्यसलाई चाहिँ हामी कपी गरेर फेरि पेस्ट गर्छौँ है त। सिन 2 थियो है, यसलाई कपी गरौँ फेरि अनि भिडियोमा जाऊँ, न्यू च्याट ओपन गरौँ अनि त्यसपछि पेस्ट हानिदिउँ अनि सरी क्रिएट इमेज भएछ, क्रिएट भिडियो अनि यहाँदेखि चाहिँ हामी अपलोड फोटो गरेर आफ्नो फोटो चाहिँ अपलोड गरौँ पिएनजी अनि फोटो एड भयो। यदि हामीले फोटो एड गर्न भने फेरि यो मान्छे आउँदैन, अर्को मान्छे आउँछ। अघि मैले भने नि त अघिको हाम्रो भिडियोमा यो मान्छे आयो, अहिले फेरि यो मान्छे आउँथेन यदि हामीले फोटो अपलोड गरेको भए है त। र हामी यहाँ क्लिप 2 भयो अनि मैले चाहिँ ठेला नजिक गएर चिया पिरेको टाइप मैले भनेको थिएँ, यहाँ त्यही नै छ माथिको सिनहरूमा चाहिँ हेर्न सक्नुहुन्छ। तर यहाँ अब डाइलग हामी हेरौँ मेन जाडोको बेला बिहानको बेला चिया खानुको मजा छुट्टै आउँछ भन्न छ। अनि यो चाहिँ तपाईँको 3-4 सेकेन्डमै भइन्छ क्या त्यो डाइलग अनि त्यो यो खाली हुन्छ, त्यही भएर हामीले अलिकति यसलाई लङ बनाइदिउँ है त। फेरि लेखिदिएँ है त। जाडोको बेलामा बिहान चिया खानु नलेखौँ, पिउनु लेखौँ। प्रम्प्ट चाहिँ ख्याल गर्नु होला है त। फेरि हामीले प्रम्प्ट नहेरिकन डाइरेक्ट दियौँ भने हाम्रो भिडियो नै बिग्रिन्छ। प्रम्प्ट चाहिँ त्यसले ख्याल गर्नु होला। जाडोको बेला बिहानमा चिया पिउनुको मजा छुट्टै छ, हजुरहरूलाई कस्तो चिया मनपर्छ भन्न चाहिँ एउटा प्रम्प्ट भयो र यो पार्ट 2 भयो है त। अनि मैले त्यसलाई सेन्ड गरेँ, अब यही फोटो हालेर यही फेसमै यसले भिडियो बनाइदिन्छ। यो भिडियो बनाएको छ, हामी थर्ड पनि यसलाई बनाउन दिइहालौँ एन्ड थर्डलाई पनि मैले कपी गरेँ एन्ड थर्डलाई कपी गरेपछि फेरि म एड न्यू च्याटमा जान्छु, फेरि म यहाँ क्रिएट अ भिडियोमा जान्छु एन्ड मैले पेस्ट हान्छु अनि मैले सबभन्दा पहिला त म फोटो हालिहाल्छु किनकि बिग्रेर मैले झुक्केर मैले फोटो हालेन भने फेरि अर्को मान्छे आइहाल्छ यसमा, त्यही भएर म फोटो त हालिहाल्छु। ल यहाँ अब सिनहरू अब तपाईँलाई कस्तो चाहियो, केटा चिया पिउँदै स्वाद लिँदै रमाइलो गर्दै भनेर लेखेको छ। क्यामेरा हाततिर हल्लाउँदै पृष्ठभूमिमा गाउँको बजार र बिहानको वातावरण भनेर लेखेको छ सिनहरू। एन्ड मैले चाहिँ यतिकै मैले इन्ट्रो हानिदिएँ, मलाई यही नै चाहिएको थियो। अनि मैले डाइलग चाहिँ यसको ख्याल गरेन अलिकति, हो यो चाहिँ ख्याल गर्नु होला, मैले चाहिँ ख्याल गरेन। यस्तो स्वाद लिँदै हेर्नुहोस् एकदम रमाइलो छ भनेर भन्यो तर मलाई यो चाहिँ मन परेको थिएन, तर मैले चाहिँ ख्याल नगरेर इन्ट्रो हानिदिइहालेँ। हजुरहरूले चाहिँ यस्तो गल्ती चाहिँ नगर्नु होला। सकेसम्म चाहिँ जब भिडियो हुन्छ अनि बल्ल गर्नु होला। अब हाम्रो पार्ट 2 पनि भइसकेको छ, ल हेरौँ है त कस्तो भयो पार्ट 2। जाडोमा बिहान चिया पिउनुको मजा बेग्लै हुन्छ नि। तपाईँलाई कस्तो चिया मनपर्छ? जाडोमा बिहान चिया पिउनुको मजा बेग्लै हुन्छ नि। तपाईँलाई कस्तो चिया मनपर्छ? यो चाहिँ त्यहाँ अलिकति यो तपाईँलाई कस्तो चिया मनपर्छ होला भएको चाहिँ अलिकति मिलेको चाहिँ छैन। यो चाहिँ हजुरले अब आफ्नो प्रम्प्ट दिने तरिकाले सिनहरू यसो चाहियो भन्ने तरिकाले चाहिँ बनाउने हो। यसलाई चाहिँ ख्याल गर्नु होला सकेसम्म राम्रो बनाउने क्रिएट गर्नु होला। र यहाँ चाहिँ अब 3 पनि भइसकेको छ र 3 हेरौँ है त कस्तो भयो। चाख्नुहोस्। यो धेरै रमाइलो छ। अब म भ्लग समाप्त गर्दैछु, बाई बाई। यो चाख्नुहोस्। यसमा चाहिँ अलिकति मिलेको थिएन,
यसमा चाहिँ अलिकति मिलेको थिएन तपाईँको यसमा हातको सिनाइ रहेछ है हात टोके टाइपको यस्तो तर यहाँ कप हुनुपर्ने हो मैले लास्टको प्रम चाहिँ हेरेन क्या मैले नहेरिकन इन्टर गरिदिएँ त्यस कारणले गर्दा चाहिँ यो अलिकति मिलेन अनि तपाईँहरूले चाहिँ यो चाहिँ मिलाएर गर्नु होला किनकि मेरो अब दिनमा 3वटा बनाउने लिमिट हुन्छ र मैले 3टा चाहिँ बनाइसकेँ अब योभन्दा बढी चाहिँ मेरो बन्दैन भिडियो बन्दैन जेमिनाईबाट त्यही भएर चाहिँ यसरी चाहिँ बनाउनु होला अब 3टा भिडियो चाहिँ छुट्टा छुट्टै भइसक्यो मैले यसलाई डाउनलोड पनि गरेँ अब एउटैमा ल्याउने कसरी अब यसको लागि चाहिँ अब हामीले सबैभन्दा इजी टुल भनेको चाहिँ भिडियो एडिट गर्नको लागि क्यापकट हो हामी क्यापकट ओपन गर्नेछौँ अनि यो क्यापकट ओपन भइसक्यो एन्ड क्यापकट ओपन भइसकेपछि क्रिएट अ प्रोजेक्टमा जाने एन्ड हजुरहरूले फोनमा चलाउनु छ भने त फोनमा चलाउनु त हजुरहरूलाई आइहाल्छ इजी नै हुन्छ त्यो चाहिँ इम्पोर्टमा दाबेपछि हजुरको यो जहाँबाट भिडियोहरू डाउनलोड गर्नुभएको थियो हो जहाँ छ तपाईँको उसमा त्यहाँबाट निकाल्नु होला भिडियो आइसक्यो र यो भिडियो तिनवटालाई छोपेर यसरी तल ड्र्याग गर्नु ड्र्याग भइसक्यो र हामी हेरौँ है त चाख्नुहोस्। यो चाहिँ हाम्रो थर्ड पार्ट हो त्यही भएर हामीले यसलाई यसरी छोप्छौँ यसलाई छोपेर माउसले चाहिँ यसरी पछाडि लैदिन्छौँ र यहाँ हेरौँ है त सुरु जाडोमा बिहान चिया पिउनुको ल यो चाहिँ पार्ट 2 हो त्यही भएर हामी यसलाई चाहिँ सेकेन्डमा यसरी लान्छौँ है त र हामी काट्न पर्छ भने यसलाई काट्छौँ अनि जोड्छौँ है त ल नमस्ते साथीहरू, यो बिहानको फ्रेस मर्निङमा म भ्लग गर्न आएको छु। तपाईँहरू आरामै हुनुहुन्छ होला। जाडोमा बिहान चिया पिउनुको मजा बेग्लै हुन्छ नि। तपाईँलाई कस्तो चिया मनपर्छ? र यहाँदेखि चाहिँ अब तपाईँको अलिकति यो खाली भएको छ यसलाई चाहिँ म कट गरिदिएँ यसरी तानिदिएँ एन्ड अर्को भएको चाख्नुहोस्। यो धेरै रमाइलो छ। अब म भ्लग समाप्त गर्दैछु। बाई बाई। नमस्ते साथी। तपाईँको चाहिँ अब यहाँ अलिकति यो कपको भाग चाहिँ मिलेको थिएन कप भनेर लेख्न पर्ने मैले प्रम हेरेन है मैले यहाँ गल्ती गरेँ यो तपाईँहरूले चाहिँ यस्तो नगर्नु होला र हामी यहाँ ट्रान्जेक्सन एड गर्छौँ अलिकति मैले चाहिँ यो ट्रान्जेक्सन युज गर्न चाहेँ यसमा चाहिँ है यो चाहिँ फ्री रहेछ एन्ड यसलाई चाहिँ अब यहाँ मिलाउनुको लागि अलिकति यहाँ छोपेर यसरी मिलाउनु मिल्छ र हामी हेरौँ है त कस्तो हुन्छ यो आरामै हुनुहुन्छ होला। जाडोमा बिहान चिया एउटा ट्रान्जेक्सन यस्तो भयो एन्ड एउटा ट्रान्जेक्सन पनि म अहिले चाहिँ रेन्डममै लगाइदिन्छु यो ए लगाइदिएँ एन्ड ट्रान्जेक्सन चाहिँ किन लगाएको भन्दाखेरि डाइरेक्ट एआईले बनाएको भन्दा नि अलिकति हामीले अलिकति केही एडिटहरू राखिदिउँ भने चाहिँ चिया मनपर्छ? चाख्नुहोस्। अलि अलिकति हामी एडिटहरू आफ्नो केही राखिदिउँ भने चाहिँ तपाईँको त्यस्तो केही फरकहरू आउँदैन कि त्यो कुनैमा हुन्छ नि तपाईँको मोनिटाइजहरू नहुने यदि युट्युबहरूमा हाल्नुहुन्छ फेसबुकहरूमा हाल्नुहुन्छ भने त्यस्तो चाहिँ हुँदैन यसबाट एन्ड हजुरले यहाँ चाहिँ अब नमस्ते साथीहरू, यो यदि तपाईँहरूलाई चाहिँ जस्तै लेख्न पर्यो भने चाहिँ अब बल्ल यहाँ लेख्ने हो एन्ड तपाईँको ल्याङ्ग्वेज चाहिँ अब इङ्ग्लिसमा लेख्ने कि नेपालीमा इङ्ग्लिसमा लेख्ने त हजुरहरूलाई आइहाल्छ म नेपालीमा बताइदिन्छु नेपाली ब्लग छ अनि त्यसपछि हामी टेक्स्टमा जानेछौँ टेक्स्टमा गइसकेपछि डिफल्ट नमस्ते टेक्स्टमा जानेछ साथीहरू, यो बिहानको फ्रेस र मर्निङमा म यसलाई चाहिँ हामी बनाउनेछौँ नमस्ते नमस्ते साथीहरू यो भयो र यहाँ सुरुमा चाहिँ नमस्ते साथीहरू भनेको छ एन्ड यो चाहिँ यहाँ राख्नु पऱ्यो अब यसको कलरहरू चाहिँ सबै यो साइडमा देखाउँछ यसपछि तपाईँले चाहिँ अब कस्तो कलर राख्ने हो फर इक्जाम्पल ब्याकग्राउन्ड राखेर राख्ने अटो इफेक्ट पनि तपाईँले युज गर्न सक्नुहुन्छ जस्तै कलर चेन्ज गर्न सक्ने कलरहरू चेन्ज गर्न मिल्यो र फन्टहरू चेन्ज गर्न सक्ने सकेसम्म नेपाली फन्ट चाहिँ त्यस्तो चेन्ज हुँदैन है तपाईँले नेपाली फन्ट नै डाउनलोड गर्नुपर्ने हुन्छ मसँग चाहिँ यसको खाम भन्ने छ होला सायद रोमन नेपालीको हेरौँ है त मसँग फन्ट चाहिँ डाउनलोड छैन नेपाली फन्ट डाउनलोड छैन त्यही भएर मिलेन एन्ड म यो चाहिँ पछि हजुरलाई क्यापकट भिडियो एडिटिङमा चाहिँ सिकाइदिने छु यो फन्टहरू लेख्न चाहिँ एन्ड तपाईँहरूले चाहिँ यहीँ भएको इफेक्टहरू युज गर्छु भन्न चाहिँ मजाले यसरी मिल्यो है यसरी अब कस्तो गर्ने हो अब यो ब्याकग्राउन्ड राख्नु भयो भने यसको सानो ठुलो सब बनाउन मिल्छ कि यहाँ गइसकेपछि एन्ड फन्ट सानो ठुलो कति राख्ने अब यो तपाईँले अब यहाँ भयो मैले चाहिँ अहिलेलाई चाहिँ
यो राखेँ है त, यत्तिकै यो देखिन्छ। ल, यो भयो। नमस्ते साथीहरू। अब यहाँदेखि त 60हरू भनेपछि भइयो। अब यहाँ यसलाई कट गर्ने, फेरि यसलाई छोपेर अल्टसँग ड्र्याग हानौँ, यसो भयो है। अनि नमस्ते साथीहरू पछि यो बिहान यो बिहान छ, फेरि यसमा दुईचोटि क्लिक गरौँ अनि त्यसपछि यसलाई फेरि लेखौँ यो बिहानको समयमा, यसरी चाहिँ हामीले लेख्ने है। यो सबै नै तपाईँले अब यो भयो। नमस्ते अब साथीहरू। यो बिहानको फ्रेस मर्निङमा यस्तै गरेर अब हामी यो सबै लेख्छौँ। मैले लेख्दै बस्यो भने चाहिँ यो भिडियो एकदमै लङ हुन्छ र हाम्रो क्यापकटको एडिट कसरी गर्ने त्यो भिडियो चाहिँ केही दिनपछि आउने नै छ। त्योभन्दा पहिला चाहिँ हामी यति नै हेरौँ यो यसमा चाहिँ। यति भनेपछि हजुरहरूले चाहिँ आफै लेख्नुहुन्छ र हजुरले चाहिँ अब इफेक्ट हाल्न छ भने टेक्स्टमा चाहिँ तपाईँको यो इफेक्ट अनि यहाँ अप्सन देख्न सक्नुहुन्छ। एमा जानु होला। एमा गइसकेपछि तपाईँको यो फ्री, जहिले पनि फ्री लिनु होला। यो माथि दिएको चाहिँ यदि हजुरहरूले प्रो चलाउनुहुन्छ भने मात्रै लिनु होला, नत्र नलिनु होला। हामी यहाँ एनिमेसनमा जान्छौँ पहिला। एन्ड एनिमेसन चाहिँ अब कस्तो टाइपको चाहिँ मलाई जुम इन चाहियो भने जुम इन नमस्ते यसरी छ साथीहरू। यो बिहान है। एन्ड अनि यसलाई चाहिँ अलिकति सानो बनाइदिउँ किनकि हाम्रो उत्तितिर गएको छ। नमस्ते अनि अब आउट, आउट कस्तो भन्दाखेरि जुम आउट भएर जाओस्, अफ होस् न। साथीहरू। यो राखिदिउँ अनि यसलाई यति राखिदिउँ। अब यो बिहानको यो हेर्नु है त, नमस्ते साथीहरू। यो बिहान अटो आयो, अटो गयो। अब यदि हजुरहरूलाई चाहिँ सबमा त्यस्तो गरिराख्नुपर्छ नि त, अनि त्यो गर्न चाहिँ हुन्छ भने सबैमा एउटा इफेक्ट राख्नु छ भने पहिला यो सुरुकोमा बनाउने अनि त्यसपछि बल्ल अरू बनाउने। जस्तै यसलाई मैले डिलिट हानिदिएँ। अब यसलाई म कपी गर्छु अल्ट सिधा है त। ल मैले अनि म यसलाई यति तानेँ। अब यो यसको चाहिँ अब नमस्ते अनि यहाँ अरू म के रेन्डम लेख्छु, बिहानको समयमा भन्नु मैले यति मात्रै लेखेँ र तपाईँ हेर्न सक्नुहुन्छ यसमा अटो इफेक्ट आउँछ नमस्ते हेर्नु। साथीहरू। यो बिहानको फ्रेस मर्निङमा म भ्लग गर्न आएको छु। हेर्नु है त्यो अटो भयो यसमा है त। यो तपाईँले एउटामा इफेक्ट राख्नु, त्यसपछि यसमा चाहिँ सबै सेम हुँदै जानेछ। र हामीले यसरी जोडिसकेपछि हाम्रो एउटै भिडियो लामो बन्नेछ। र यो माथि हेर्न सक्नुहुन्छ एक्सपोर्ट लेखेपछि हामी यहाँ क्लिक गर्नेछौँ है त। यहाँ गएर हामीले यहाँ नाम दिन्छौँ, भिडियोको नाम के राख्ने मैले ई भनेर दिएँ। अनि त्यसपछि हजुरले फ्रेम चाहिँ यहाँ 60 राख्नु होला र एक्सपोर्ट गर्नु होला। र तपाईँको कहिले चाहिँ एक्सपोर्ट गर्दा चाहिँ नौ भएन भने तपाईँको यो प्रो फिचरहरू तपाईँले युज गरेको हुनुहुन्छ त्यसमा, त्यो भएर त्यसलाई चाहिँ रिमुभ गरेर एक्सपोर्ट गर्नु होला है त। आजको यो भिडियोमा चाहिँ यति नै। यदि हजुरहरूलाई अझै केही सिक्न छ, जान्न छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। म चाहिँ फेरि नेक्स्ट भिडियोहरू पनि बनाएर हाल्नेछु। ल, बाई बाई।